ल गाइस कस्तो छ सबैजना हामी फेरि आइपुग्यो अर्को सेकेन्ड भ्लगमा। अहिले चाहिँ हामी स्कुलबाट सिधा अब डिएसए जाँदैछ घरदेखि। यहाँ अर्को साथी पनि छ हाम्रो भर्खर पानी परेर अब स्ट्रगल गरिरहेको। हिजो चाहिँ पानी परेन आज पानी पर्यो अब के भन्नु खतरा। अब हामी पानी परि पनि जाने त्यहाँ चाहिँ पानी परिरहेछ। त्यही त मौसम चिल छ गाइस मजा आउँछ प्र्याक्टिस गर्नु यतिखेर चाहिँ हैन। अन्त अब बसमा जाने हो हामी भिड हुन्छ कि खाली हुन्छ। खाली भयो भने त बसी मजाले एकदम। यहाँ हाम्रो सुखदूत पनि छ सुखदूत। साला ये दुख का खत्म नहीं होता बे। गाइस अब चाहिँ हामी रोडमा आइपुग्यो। बस पर्खिँदैछ हामी तर अटोहरूले रोक्दैछ जानेर। ओ गाइस फेरि ढिलो हुन्छ जस्तो छ। ढिलो त भइसकेको छ गाइस। हामीले यहाँ डिएसएबाट जानुको लागि स्ट्रगल गर्ने केटाहरू पाएको छौँ। यहाँबाट साइकलमा आउँदैछ गाइस। अहिले पर्खिनुहोस् अहिले आउँदैछ खतरा भएर किपर हाम्रो। ओ माई गड लो छिटो पुग्छ। हेरौँ हाम्रो चारैतर्फ स्ट्रगल गर्दैछ गाई पनि स्ट्रगल गर्दैछ उनीहरू पनि स्ट्रगल गर्दैछ। A few moments later. अहिले चाहिँ 3:30 हुँदैछ। अहिले भर्खर हामी भ्यानबाट चढेर आयो गाइस। अब पुग्न आँट्यो हामी डिएसए। अहिले माहौल यस्तो छ यहाँ जाडोले एकदम मजा आउनेछ। मैले चाहिँ फुल प्यान्ट लगाएर आएको छु भित्रबाट तातो। अनि गाइस हामी अब अझै 5 मिनट जस्तो लाग्छ हिँड्दा पुग्नु। गाइस आज चाहिँ यति दिन बाद अब कोच आउनु सक्छ होला किनकि हिजो पनि कोच आएन अस्ति पनि कोच आएन। अनि हिजो चाहिँ आउँछ भनेर आश गरेको थिएँ तर आएन हिजो। अब आज के हुन्छ हेरौँ। पानीले हिलो पारेको होला ग्राउन्ड पनि होइन। जयगोमा पानी सिमली परेछ होला त्यसले गर्दा कोच पनि आउँदैन होला आज। खतरा यहाँ रोड त अन्त उयो भइरहेछ। भेटौँ होला ग्राउन्डमा एकदम बुट लगाएको भिडियोसँग। गाइस अहिले हामी यहाँ ग्राउन्ड पुगिसक्यो। अब सबैजना आइपुगेछ आज चाहिँ हो। यहाँ हाम्रो साथी छ गाइस। यहाँ पानी पर्दैछ यहाँ हाम्रो गाइस। अहिले चाहिँ हामी घर पुगिसकेको छौँ होइन। अन्त हाम्रो यहाँ हालतहरू एकदम त जर्सी भिजिसकेको छ। घर लथालिङ्ग छ। यहाँ स्कुलको जुत्ता छ मेरो पुस्ने बनाएको थिएँ मैले भेस्ट लगाएर। त्यो पनि बाउको भेस्ट हो। मौत को छू के टक से वापस आ सकता हूं। त्यहाँदेखिको यहाँ अर्को जर्सी सबै भिजेको छ गाइस होइन। यो बुट पनि सुक्छ कि सुन्दैन होइन। अर्को भिडियोमा भेटौँ होला गाइस भोलि। एकदम राम्रो भिडियो आउँछ भोलि। त्यतिको आजको लागि बाई एन्ड सी यू। लाइक सब्सक्राइब गरिदिनु होला बाई।